अहिलेसम्म 30-40 वटा आइपिओ भरिसकेँ र अहिलेसम्म एउटा पनि परेको छैन। भर्खरै आएको यो श्रीनगरको थियो नि, के थियो यसको पनि परेन यार। तेरो पऱ्यो कि? ए मेरो त परिहाल्छ नि यार, एकछिन हेर्छु ल मेरो त परिहाल्छ नि यार, मेरो नपर्ने हुन्छ? मेरो मात्रै यो के समस्या रहेछ यार, कहिले पर्दैन यार। अरू सबैको पर्छ, तेरो नि परिरहेछ लगातार यार, अरूको नि पर्छ, तर मेरो पर्दैन कि किन, के भएको भन् त यार। त यहाँ मेरो भनेको कुरा सुन्दैनस् त? अनि मैले यहाँ भनिरहेको छु यहाँ राम्रोसँग हेर्न, मैले यहाँ 10वटा टिप्स यहाँ बताउन लागेको छु। यी टिप्स त राम्रोसँग सुन होइन, मैले भनेको कुरा यहाँ त सुन्ने गर अलि, अनि पर्छ नि त आइपिओ। यहाँ सुन, म तब सबलाई बताउँछु ल। सुन्नुहोस्, तपाईँले पनि आइपिओ परेर आएको छैन अहिलेसम्म होइन। अब यत्रो ट्राई गर्नुभयो, धेरैचोटि भरिसक्नुभयो, 30-35 वटा उसले जस्तै भर्नुभयो भनेपछि, तर परिरहेको छैन। यो धेरैको कमन इस्यु, धेरैजनाको समस्या हुन्छ। कसैकोमा चाहिँ फेरि परिरहेको हुन्छ होइन, लाग्छ होला कि अब तपाईँलाई, अब कसैकोमा यिनीहरूकोमा परिरहेछ, मेरोमा अहिलेसम्म परिरहेको छैन, के भइरहेको यो। अब धेरैले हालेको स्टेटस देख्नुहुन्छ, स्टोरीमा पनि हालिरहेको हुन्छ, पऱ्यो यति एलोटेड भनेर। अब धेरैजनाको जस्तो यहाँ कस्तो हुँदो रहेछ भने चाहिँ, एउटा पऱ्यो भने चाहिँ ठ्याक्कै त्यहाँ एल्गोरिदमले पनि त्यस्तै टाइपको, अब हुन त अब यो 50-50% हुन्छ होइन, अब हुने त्यो त भाग्यकै कुरा हो। तर भने पनि हामीले यी टिप्सहरू लगायौँ भनेपछि, यहाँ 10वटा म तपाईँले टिप्स बताउन गइरहेको छु। यी टिप्सहरू तपाईँले अब अवलम्बन गर्नुभयो, यी टिप्सहरूलाई ख्याल राखेर तपाईँले आइपिओ अप्लाई गर्नुभयो भनेपछि तपाईँको पढ्ने चान्स एकदमै यहाँ पुग्छ ल, म त्यो स्योर भन्छु। र तपाईँले यी कुराहरू ध्यानमा राख्नु होला। यी 10वटा म पोइन्ट बताउन गइरहेको छु तपाईँलाई। 10वटामा चाहिँ तपाईँले अब यी कुरा कुनै गल्ती गर्नुभयो भने चाहिँ तपाईँको पर्दैन, र परे पनि एकचोटि पऱ्यो भने नि 30-40 भर्नुभयो, एउटा पऱ्यो भने नि फेरि त्यस्तै समस्या, फेरि अझ नपर्ने त्यस्तो समस्या आउन सक्छ। सो म तपाईँले यहाँ पालो भन्छु यी टिप्सहरू, यी ट्रिक्सहरू, जसले चाहिँ आइपिओ पार्ने एकदमै धेरै सम्भावना बोकेको हुन्छ। सो तपाईँले राम्रोसँग हेर्नु होला। च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गर्नु होला। अन्य ठाउँबाट हेर्दै हुनुहुन्छ भने युट्युबको अग्रदर टेकमा आएर फुल भिडियो हेर्नु होला, तपाईँको लागि एकदमै युजफुल हुनेछ ल। म तपाईँलाई यहाँ पोइन्ट वाइज चाहिँ यहाँ कुरा भन्ने गइरहेको छु, राम्रोसँग हेर्नुहोस्। यहाँ नम्बर 1मा रहेको छ सबैभन्दा पहिले चाहिँ यहाँ भर्ने टाइम। अब तपाईँले चाहिँ अब कहिले भर्ने, ठ्याक्कै अब जस्तै आज खुल्यो, 4-5 दिनको समय अवधि छ, अब सुरुमै खुल्दा बित्तिकै भरिहाल्ने कि अब बिचबिचमा भर्ने कि अथवा लास्टको दिन